हेलो नमस्ते राधे राधे वेलकम ब्याक टु आवर न्यू भिडियो। आज चाहिँ हामी मेरो बुढीको लागि हेलमेट किन्न भन्दा नि हेर्न जाँदैछौँ। अब उसलाई कस्तो हेलमेट मनपर्छ त्यो हिसाबले हेर्न जाँदैछौँ। अब किन्नलाई चाहिँ अलिकति बजेट टाइट छ होइन, त्यही भएर उसलाई चित्त बुझ्ने खालको राम्रो खालको हेलमेट अब मिल्यो भने मेरो जस्तै किन्ने भनेर जाँदैछु। त्यतिन्जेलको लागि स्टे ट्युन है गाइस। तपाईँहरूलाई म यहाँनिर जापानमा पाउने हुन्छ नि हेलमेटको अनि वेयरिङ गियर्सहरू सब देखाउनेछु यो भिडियोमा। तपाईँहरू चाहिँ स्टे ट्युन भइदिनु होला। अहिलेको लागि चाहिँ हामी दुईजना चाहिँ केमा जाने, गाडीमा जाने होइन, गाडीमा जाने। एकिन एन्टिकल्स रहेछ, अगाडि चाहिँ एसबी लेखाएको छ होला, देखाइदिएको त मेरो ब्रान्ड श्रेष्ठ विवेकको ब्रान्ड, खास स्पन्ज बब हो ल। अब कहिलेकाहीँ अब यसो राम्रो हुँदै गयो भने अब त्यस्तै खालको ब्रान्ड बनाउँछु, एसबी कि त बिएस होइन। अब बुढीको नाम जोड्यो भने चाहिँ बिपी कोइराला होइन, तर जे घन्टी हार्ली डेभिडसनको गाडीहरू पनि बवाल हुन्छ। अगाडि तपाईँहरूले यहाँको तोजी मन्दिर एकदम राम्रो छ ठाउँ। मैले सायद बाइकको भिडियोहरू बनाउँदा पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। यदि देख्नु भएको छैन भने एकचोटि बाइकको भिडियो पनि हेरिदिनु होला, त्यसमा राम्रो खिचेको छु मैले। अगाडि बाइक गइरहेछ, क्लासिक बाइकहरू। यो लेक्सस गाडी चाहिँ मेरो एकदम ड्रिम गाडी के, यो एसयुभी टाइपको गाडी चाहिँ हुन्छ नि, अति बवाल, अति लेक्सस मिन्स लग्जरी भन्ने जस्तो सुनेको थिएँ मैले। होला होइन, अरूको आफ्नो हुन्छ नि, कसैको मर्सिडिज हुन्छ होइन, मर्सिडिज पनि हो तर लेक्सस चाहिँ अलिकति बल्की लाग्छ कि यो वाला है एसयुभी टाइपमा चाहिँ। जिप टाइपमा चाहिँ त्यो मर्सिडिजको व्यागन भन्ने चाहिँ बवाल लाग्छ, जी व्यागन समथिङ के होला होइन, दामी छ। केटीले चलाइरहेको रहेछ। खास त आज मौसम अनुसार चाहिँ बाइकको भिडियोहरू यसो कन्टेन्टको लागि भिडियोहरू बनाउने प्लान थियो हाम्रो। अनि उसलाई पनि थाकेको छ, मेरो पनि आँखामा लेन्स नहुने, फेरि खाफुल्छ्यो। अहिले यहाँ जापानमा चाहिँ साकुराको सिजन हुन लाग्छ अनि खाफुल्छ्योले लेन्स लाउन गाह्रो हुन्छ। लेन्स लाउँदाखेरि मतलब आँखा चिलाइराख्छ अनि लेन्स लाउँदाखेरि आँखा चलाइराख्नु हुँदैन नि त, मिचिराख्नु हुँदैन, त्यही भएर चाहिँ चस्मामै जिन्दाबाद। फेरि हेलमेटमा चाहिँ चस्मा लाउन अलिक गाह्रो हुन्छ नि, लास्ट गाह्रै। तर चस्मा लाएर अब के तपाईँहरूसँग आइडिया छ भने चाहिँ कमेन्टमा गरिदिनु होला, उसलाई पनि सजिलो हुन्छ होइन, सेफ्टी पनि हुन्छ। तपाईँहरू पनि धेरै मोबाइल नहेर्नु होला, आँखा कमजोर हुनसक्छ। तर मेरो चाहिँ बच्चैदेखि यस्तै हो, बच्चैदेखि आँखा नदेख्ने मेरो त, राम्रो टाढाको नदेख्ने। यतातिर चाहिँ सधैँ सबैतिर क्यामेरा हुन्छ, त्यही भएर स्पिड तोकेको स्पिड भन्दा नि धेरै चलायो भने चाहिँ यिनीहरूले अब अहिले नै नसमात्ने पनि पछि कतै केही भएर पुलिसहरूले रोकेको बेलामा तिनीहरूले सब खोज तलासी गर्दाखेरि सब भेटाउँछ, देखाउँछ पनि। नम्बर प्लेट हेरेर उनीहरूले सब फोटोहरू खिचिरहेको हुन्छ। अब चाहिँ हामी लेफ्टतिर जाँदैछौँ। तपाईँहरूले चाहिँ यो ठाउँमा चाहिँ अति दामी दामी बाइकहरू पनि राखेको छ। धेरै त छैन कि यिनीहरूको यो रेन्टल बाइकहरू हो होइन, त्यही भएर धेरै त एक्सपेक्ट नगरौँ। राम्रो छ, राम्रो बाइकहरू हालेको छ। यहाँबाट फेरि ब्याक गर्न गाह्रो लाग्छ क्या। कोही बेबी त्यो अस्ति हामीसँगै भएको बाइक रहेछ नि त, जेडएक्स पुरानो रहेछ यो त। तपाईँ कता जानु लाग्नु भएको? यसो हेर्दै आएको, MT25 रहेछ यहाँ, सुजुकीको बाइकहरू रहेछ, दामी दामी छ, गाडी पनि दामी आएको छ। यो त पुरानो रहेछ के? पुरानो वाला रहेछ। अर्काको बाइक हेर्न नआउ के बेबी, हेर न कस्तो दामी है, दुईटा साइलेन्सर, कत्रो ठुलो। सही। तपाईँहरूलाई चाहिँ यो रेन्टल बाइक चाहिँ देखाउन जाँदैछु, रिकोल्यान्डमा भएको। ए लिम न त ZX25R, ZR होइन कि ZX रहेछ। 4 घन्टाको चाहिँ तपाईँको लगभग 10,890। 14,000 है 24 घन्टा। 24 घन्टाको 14,000 रे, लास्टै महँगो। अनि यहाँ चाहिँ तपाईँको R25 देख्न सक्नुहुन्छ।
होइन इमासुगु नोरेमास्रे क्युआर कोड उ गरेर अब के तेचुजुकीहरू होला। यहाँ अर्को निन्जा, यो कति हो? निन्जा 250 नै रहेछ, 14,520 उस्तै रहेछ। यो नि कावासाकीको हो, यो W250 रे। लास्ट महँगो छ के अनि भाडाको उयो होला BMW को G310। तिमीलाई यस्तै मनपर्छ होइन? नेकेड बाइक मनपर्छ मलाई त। खास मलाई चाहिँ नेकेड बाइक मनपर्ने, उसलाई चाहिँ अलि स्पोर्टी मनपर्ने भयो र स्पोर्टी खास चाहिँ क्रुजरको त्यो के अरे क्रुजर स्टाइलको बाइक चाहिँ लिन लागेको त्यसको साइलेन्सर कतिवटा? दुईटा हो? कसको? यहाँ एउटा पनि हो। छ। उतापट्टि होइन? उता होइन, राइट साइडमा हुन्छ, राइट साइडमा हो कि। अबे त्यसले पोल्दैन नि? बोल्दैन। कस्तो राम्रो छ कि साइलेन्सर। $18,000। दामी छ यार यो यामाहरूको। तर यिनीहरूभन्दा त होन्डाको रेबलै सस्तो होइन र भाडामा त? कति थियो? खोइ हामी कति 21,000 थियो सायद 2 दिनको। त्यो नि ठाउँ हेरेर हुन्छ पैसा पनि। रेसरहरूको साइन पनि हानेको छ। राम्रो छ जापानिज रेसर। $390 मा कति राम्रो। यहाँ चाहिँ पन्जाहरू छ, यहाँ चाहिँ तल राइडिङ ज्याकेटहरू छ। यो कस्तो क्युट हेर न, पिङ्कमा। छोइ नसक्ने होला तर मैले छोइदिएँ। प्राइस चाहिँ प्रोटेक्टिभ गियरहरू हो होइन। सक्नुहुन्छ पिस्टा GPPR रोसी मिसानो 2 2021 2,10,370। ट्याक्स फ्री गरेर चाहिँ 1,91,245। अझ 15% अफ होइन त, नत्र यस्तो छ हेर्नु यहाँ प्राइस 2,47,000। प्लिज डोन्ट टच रे नि त। यो नि पिस्ता रहेछ हेर त। पिस्तालाई हेर्नुहोस् कति पर्छ? 3,38,000। यस्तो महँगो पर्छ जापानमा हेलमेटहरू। यो ग्रिन रेन्जर जस्तै 3,38,000। खोइ वानमा खिचेर त्यस्तो महँगो अल्पाइन स्टार। उही महँगो पर्दो रहेछ त। कस्तो खतरा, मलाई मन पर्ने रहेछ हेर त। अब यो नेपाल गएर चाहिँ यसो फर्स्ट कपी हान्नु पर्ला जस्तो छ। यहाँ त महँगो छ, 1,47,000 छ। कसले किन्न सक्छ? दिस प्रोडक्ट इज ग्लास कोटेड रे। अझ 4,000 अझ 4,000। यो किनभने चाहिँ एक्स्ट्रा 4,000 लाग्ने रहेछ, किनभने यो कोटेड रहेछ कि ग्लास कोटेड। स्क्रैच भयो भने हेलमेटलाई चाहिँ केही हुँदैन। यो राम्रो होइन, बब्बा लक्खा रहेछ यार। यो पछाडिको हेर नि कस्तो मन पर्यो? दामी छ रेसिङ। तर यो रेसिङ हेलमेट हो नि त, त्यही भएर यसको हेर चुपुक्क परेको। यहाँ रेड बुलको मन्स्टरको नि छ यहाँ। राम्रो है। 2,00,000 साध्यै छैन नि। बाइकै किन्छ होला हो। अब आफ्नो इच्छा हुन्छ होइन। कतिले त अब खाइ नखाइ भयो नि आफ्नो ड्रिम पुरा गर्नु भयो भने किन्छ नि त। मैले यो वाला 21,000 देखाएको छु टिकटक सपमा। यो यहाँ त यहाँ कति रहेछ? 84,700 छ यहाँ त, प्लस 4,000 हजुर। यो चाहिँ जापानिज एडिसन होला कि जापानको पनि छ। सबभन्दा दामी हेलमेट लागेको मलाई यो धेरै वाइट भयो। मलाई मनपर्ने कलर रहेछ नेभी रोयल ब्लू होला सायद। मेड इन इटाली गाइस। कपडाहरू पनि पाउँछ, ड्रेसहरू पनि पाउँछ। रेप्सल छ है साथीहरू, रेप्सल। आफै भयो त त्यो। प्रोटेक्टिभ बेस्ट होला यो सायद।
अति क्युट छ क्या यो खासमा आराइको यो चाहिँ रेसिङ यो मान्छेको होला सायद यो रेसरको रहेछ यो चाहिँ सोको लागि राखेको सोको लागि सिग्नेचर क्यापहरू पनि देख्न सक्नुहुन्छ रेसरको राम्रो छ तपाईँहरूले यहाँ पनि देख्न सक्नुहुन्छ राम्रो छ यो कस्तो दामी पछाडि टाढको के अरे कम्मर सोझ्याउने पनि रहेछ अनि यहाँ अर्कै सम्पानको टुङ पनि रहेछ यता हेर त पुरै घुम त पुरै घुम कतिको कम्फोर्ट छ टाउको हल्लाउ न ठिक्क छ एम ठिक हो के हान्ने हो त साइनीमा छ कि छैन सोधर साइनी मेरो श्रीमतीज्यूले ग्ल्याडिएटर एडिसनको केजिबी लाउन जाँदै हुनुहुन्छ दो अनि मजेबाट खिच्ने कस्तो छ घुम त यहीँ बसेर घुम न बिस्तारै घुम ग्ल्याडिएटर एडिसन हो यो चाहिँ लिमिटेड एडिसन भनेर राखेको छ अलिकति म्याटमा परेछ तर राम्रो छ फेरि यो के अरे साइनीमा चाहिँ प्रिन्ट राम्रो देख्दैन कि यसमा ठिक छ रोसीको एडिसन लाउँदैछ साइज चाहिँ एस साइज भएर यो चाहिँ राम्रो छ अलिक कार्टुन देखेँ यो कलर त हेर त नजर गएर सादा ब्ल्याकमा लिन्छौ कि यो अलिकति पैसा अलिकति थपेर यो लिन्छौ यो हेर न मलाई चाहिँ रातो त ठिकै लाग्यो सोए ब्रान्डको हेलमेटहरू यता चाहिँ लास्टै महँगो छ 41,000 सुरु छ यो त एस्ट्रोनटको हेलमेट जस्तो हेर्नु न भाइजर साम्पुरो सिल्ड हेर्नु ल त उच्चु जिन एस्ट्रोनटको हेलमेटको भाइजर पनि पाउँदो रहेछ है गाई जस्तो जोको पार्ट र तपाईँहरूले केवाइटी ब्रान्डको हेलमेट पनि देख्न सक्नुहुन्छ यो चाहिँ खाबुतो जापानिज ब्रान्डको हेलमेटहरू तपाईँको 50,000 लगभग 50,000 पर्न जान्छ राम्रो छ माथि पनि छ होइन यहाँ चाहिँ सोए बवाल लाग्छ यिनीहरूको हेलमेट तर लाज महँगो हुन्छ कि 90,000 त्यस्तो हुन्छ सोए भनेको कोरियन कम्पनी हो जापानिज जसलाई नाम त सोए त कोरियन जस्तै छ यो मिठो लाग्यो यो कलर सँग हुन्छ यो चाहिँ अलिकति हेभनली फिलवाला दिन्छ कि यो हेलमेट त्यो कलरको र अनि प्रिन्टको हेर्नु न कति राम्रो छ सोएको हेलमेट बवाल छ धेरै नखिचौँ होला यतिकै हेर्न सक्नुहुन्छ एनिमे थिमको हेलमेट पनि लिन सक्नुहुन्छ मलाई चाहिँ अति युनिक लागेको चाहिँ यो होला कलरै कस्तो राम्रो लाग्दो हेलमेट चाहिँ यो चाहिँ मलाई अल्पाइन स्टारको लास्टै सेक्सी छ कि लास्टै सेतो मान्छे छ भने चाहिँ तर यही मन पऱ्यो मलाई केजिबीको कार्बनमा कार्बन केवाइटीको कार्बनमा कार्बन मन परेर 7 मानको हेलमेट जम्ने त घटाइदिए भनौँ न राम्रै छाने छ हेलमेट हेरेर चाहिँ केवाइटीको कुन चाहिँ होइन भनौँ त हेरौँ भनेर खोइ मान्छे
उसलाई चाहिँ एल साइजको ठिक हुने एल होइन एम साइजको ठिक हुने तर एल साइज एकचोटि लाउँछु भनेर केवाइटीको सेतोमा लाउँदैछ साथीले कस्तो राम्रो कस्तो देख्यो यसको मार्क यो इम्पोर्टेन्ट हुन्छ कि यसको ल घुम त कस्तो लाग्यो ठिक छ हल्लिन्छ अलिअलि सोलिड भयो त प्राय 72,000 छ दामलाई मेरो बुढीलाई चाहिँ केवाइटीको उयोवाला मन परेछ तर यो एस साइजमा मात्र छ एस र एल साइजमा एम साइजमा छैन भनेर मुड अफ गरेर बसिरहेछ सेतो लिए नि हुन्छ त राम्रो होइन तिमी ल्याउ न मेरो त छ त अलरेडी दुईवटा टाउको भयो पो दुईवटा लिनु मोड त दुईटा हुन्छ तिम्रो अहिले चाहिँ हामीले अर्कै खालको केवाइटीको हेलमेट छ कि भनेर सोधेर उहाँले चाहिँ सोध्दै हुनुहुन्छ तपाईँलाई कार्बन भएकै चाहिने होइन त केवाइटीको हेलमेट अर्को हेर्न सक्नुहुन्छ यस्तो पवालकेमा पछाडि त है अन्डरडग है क्या पिटबुल रहेछ है मैले हेलमेटलाई अन्डरडगै भन्दै नाम चाहिँ KX के समथिङ भन्दै KX1 रहेछ हेर्न सक्नुहुन्छ तर यो हेर्नु न यहाँ डिजाइन पनि अन्डरडग हेलमेट ट्राई गर्न लाग्छु र अति बवाल छ त्यो ऊ चाहिँ के अरे डिजाइन भन्दा नि यो डिजाइन प्रिन्ट भन्दा डिजाइन दामी छ खास उसले केटी भएर चाहिँ यो कलर देखायो होला कि पर्पल पिङ्क ल है त ट्राई गर त प्रिन्ट पनि राम्रो छ सही छ है कस्तो खालको रहेछ यहाँ एकछिन ल तिम्रो यो हुडीसँग छ यस्तो दामी यार तर कस्तो एकचोटि भोग न हावा गरेर त पाउँछ यो चाहिँ अब फर्किन लागेका छौँ उसलाई मन परेको सायद चाहिँ अहिले यो मिसेमा छैन अरे मगाउनु पर्छ भनेको छ अब ठिकै छ नेक्स्ट टाइम आउँदाखेरि यसो फ्री ल्याएर सबै अवलोकन गरेर के छ नयाँ नयाँ पनि आउनु सकिन्छ कार्बनवाला मन परेकोलाई चाहिँ केवाइटीको कति 7 मान समथिङ 8 मान हुन्छ त्यसको चाहिँ अनि पिङ्क कलरको देखाएको पिङ्क प्लस पर्पल होला नि त्यो पनि राम्रो छ तर बाइकमा सुहाउँदैन क्या हाम्रो ग्रिन कलरको बाइकमा त्यही भएर आजलाई चाहिँ फर्किँदैछौँ त्यस्तै हो पछि नेक्स्ट टाइम आउँछौँ अब हामी घर फर्किँदैछौँ आज भिडियोको एन्डिङ चाहिँ यसमै गर्नु पर्ला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला धन्यवाद